Hi, hello everyone, welcome to my Kian Mom's vlog. आज मैं मेरो सानो बाबुसित मैले भिडियो बनाउँदैछु। यसले मलाई पहिले फेरि आयो भन्दै यिनी चाहिँ बोल्दिनन् रे। अब मैले मात्र भिडियो बनाउने हो नि त। सोफामा चाहिँ चढ्यो। यिनीले चाहिँ यति धेरै हान्छिन्, कुट्छिन्, माया पनि गर्छिन् नि त। आयो भन्नु नि त साथीहरूलाई। मेरो भिडियोहरू हेरिदिनु, म त सानो मान्छे भनेर भन। म धेरै रिसाउँछु, मैले केही पनि खान्न भन। यिनले केही पनि खान्नु। यो रिसाएनु रिसको पकोडाको कुटुप्पो मिलेको थिएन। हामी दुईटै बिच एकदम बेरन्त भएको थियो। अझ हामीले माया गर्दै मम्मीलाई हेलो भन्नु न त। यिनी हेल्नु पनि नभन्ने मान्छे। अब हामी अब तिमीले के खाने हेर भन। अब तिमीले के खाने? ओ माई गॉड। यहाँ हेर्नु साथीहरू, यिनी के गरेर बसेको? बेबीले के खान्छ? ओ माई गॉड, एक्सर्साइज, बेबीको एक्सर्साइज। 1-2 बजेको एक्सर्साइज दिउँसोको। अझ यिनी सुतेको पनि छैन, यिनीलाई उठाइदिएको अरे हो नि त। अब हाम्रो माया हेर्नुहोस्। बाबु खोइ, बाबु खोइ, बाबु। हाई, हेलो साथीहरू, आज चाहिँ म बाबुहरूको लागि लिटो बनाउँदैछु। बाबु यति हो। यहाँ हेर्नुहोस्, चढेर बेबी होइन जा खाइनु यो यही राख। जाम हामी फ्रेन्ड्सहरू हलमा गएर खाने हो। म यहाँ आएर मैले भिडियो बनाएँ। हामीले भिडियो बनाउँछौँ अनि हाम्रो भिडियो हेरिदिनु ला अन्त। हजुर यताउति यति छ। यो चाहिँ हेर्नु नि कति टाइममा यो फिनिस। मेरो बेबीको गीत कस्तो खत्रै गाउँछ नि त यिनले फेरि गीत। ओ माई गड। आऊ हेलो साथीहरू, मैले बाबुलाई खुवाउन थालेको। मैले खुवाउँदाखेरि अब एकदम धेरै टाइम लाग्छ। आएर हेरेर कतिजना हाँस्नुहुन्छ। हाँस्नलाई नै हो बनाएको। ल भन्दै कतिवटा भिडियोहरू हामीले बनाउने। यो चाहिँ खाएपछि बनाउनु पर्यो। हेलो साथीहरू, हामी चाहिँ चिया बनाएर भर्खरै अनि चिया पिँदैछौँ हालमा। हजुरहरूले पनि चिया पिन मन छ भने यो भिडियो हेरेपछि पिनु होला। अब के भन्ने, हामी नेपालीको भिडियो सिम्पल सादा छ। त्यही पनि यसो यसरी बनाउनु भिडियो दिदी आई थिङ्क जो भी मतलब भन्नुहुन्छ भन्नु होला। हामी त्यही अनुसार गर्छौँ, भिडियो बनाउने गर्छु म। अनि आज चाहिँ कस्तो मौसम एकदम धेरै शीतल छ कि। यो चाहिँ मदेखि चाहिँ चिताउँदै हो। हजुरहरूले कहाँदेखि हेर्नुभएको छ मेरो भिडियोहरू भन्नु होला। यहाँ चाहिँ एकदम यो चितवनमा चाहिँ एकदम धेरै शीतल। पानी हिजो पनि पानी परेको थियो, आज पनि पानी पर्ला कि जस्तो छ। आमा र बाबु बाहिर हुनुहुन्छ, म चाहिँ भित्र बसेर चिया पिँदै, उहाँ चाहिँ बाहिर बसेर हुँदै हुन्छ। हेलो साथीहरू, हामीले चाहिँ आज लट्टे पकाएको। आजको खाजा हाम्रो लट्टे हो। कस्तो भयो भनेर चेक गर्न आएको। मलाई त खासै बनाउन आउँदैन, आमाले आउँछ। म त हेरेको मात्रै देख्दैन किनभने अब अनि
काँक्राको चाहिँ अचार बनाउने हो। अब म अचार बनाउन रेडी छु। म चाहिँ यो अचार बनाएर भएपछि हजुरसँग भेट्छु। पोल्न लाग्यो। कस्तो मिठो हुन्छ क्या यसरी बनाएको अचार है। हजुरहरूलाई पनि यस्तै पोलेर बनाएको चटनी मिठो लाग्छ कि लाग्दैन। मलाई चाहिँ एकदम धेरै मिठो लाग्छ। अनि यता चाहिँ मैले अचार बनाउनको लागि रेडी गर्दैछु, बनाउने छु। यो म चाहिँ हजुरहरूलाई बनाएर आएपछि बताउँछु। हजुरहरू पनि खान मन छ भने बनाउनु। यस्तो मिठो छ। यो चाहिँ हामीले खुदोको बनाएको यस्तो मिठो हुँदो रहेछ है खुदोको है। हजुरहरूलाई नि चिनी नराखिकन बनाउनु मन छ भने खुदो राखेर बनाएको खुदो या भेली एकदम मिठो हुन्छ साथीहरू।